गाइस यो चाहिँ हाम्रो गाउँ है। आज म तपाईहरुलाई हाम्रो गाउँ देखाउन गइरहेको छु। यो चाहिँ स्याउलेको बाङमा भन्ने गाउँ हो। हाम्रो चाहिँ पारी पर्छ, त्यो पारीपट्टिको चाहिँ मेरो गाउँ हो। आज चाहिँ यसो गाउँतिरको भ्लग बनाउनु पर्यो भनेको त्यस्तो छ है साथीहरु। मिस्टर पड्केको गाउँ चाहिँ के गर्ने, रोड सोड खतम छ। रोडमा भङ परेर बिजोग छ गाँठे। यो कुहिरो लागेको ठाउँतिर चाहिँ धुलिएल पर्छ है ल। हेलो दर्शक नमस्ते। ल है हजुरहरूलाई आज चाहिँ यो स्याउलेको बिप्लङ भन्ने खेतमा आइपुग्न लागेको अवस्थामा आज हजुरहरूको माझमा चाहिँ मैले सानो एउटा ब्लग लिएको छु। यो चाहिँ रोड ब्लग हो है। के कस्तो लाग्छ हेरिदिनु होला। हामी चाहिँ यहाँ सरर जाँदैछौँ। यो चाहिँ मेरो बहिनीहरू, मेरो भान्जा भान्जी अनि मेरो बच्चाहरू। हामी चाहिँ आज गाउँतिर जान लागेको अवस्था। अनि खेरि सर लाएर जाँदैछौँ। यहाँ चाहिँ यो चाहिँ पुल हो। यो पुलमा चाहिँ हामी पुलमा आइपुग्यो। हामी खोलो खोलो हजुर ए हो र। गाउँमा यस्तो छ साथीहरु धारा यार के गर्नु। यो चाहिँ सिन्धुपाल्चोक जिल्लाको सिन्धुपाल्चोक गाउँ पर्छ। यो चाहिँ बिजोग छ साथी। पानी गाउँले सिस्टम हो पानी खाने।
sekitaran tani. Nana kau. Wala kayo rasa. Enggak ya, jenis. Nih, saya kita lagi. Kita her. Anda. हामी चाहिँ यहाँ डाँडो आइपुग्नु लाग्यो डाँडो भन्ने गाउँमा। साह्रै गाह्रो छ साथीहरू गाउँ आउनलाई। है के गर्ने बडा गाह्रो। चाहिँ मेरो गाउँको वरिपट्टि आइपुगेको अवस्थामा अर्चले गाउँमा अर्चलेको खेतमा आइपुग्यो। यो चाहिँ मेरो कान्छी छोरी हो, त्यो चाहिँ माइला भएको छोरी। सब देखाइदिन्छ है तपाईँहरूलाई म है। दिस इज मिस्टर पर्गे गाउँ विच या कुनै गाउँ चाहिँ ऊ त्यो हो, तलको चाहिँ झाँडी खोला। अब यो चाहिँ हाम्रो अर्चले खेत भन्ने यो है। मेरो त छैन है, फेरि गरिब मान्छे यार म त। डर लाग्छ यहाँ त। यो चाहिँ खेत हो, भोबाल छ नि केटा हो। यता सन्तानहरू आउँदैछन्, आउँदैछ। दसैँ मनाउनु पर्यो, गाउँघरै रमाइलो लाग्छ। के गर्नु, सहर बजार भन्दा आलिम दिएर हुन्छ। चकलेट चाहिँ पावर बस्तीको चाहिँ अर्चलेको खेत है। अघि राम्रोसँग देखाउनै पाएन, हिँडेको भएर यस्तो छ है हाम्रो गाउँ त यार। ल आइपुग्यो है। यो चाहिँ मेरो घरको छेउमा आउनु सिन्धुपाल्चोकको सिङ्गल काप्रे, मेरो पुरानो गाउँ हो। एक सिङ्गल काप्रे पर्छ है। यो चाहिँ मेरो गाउँ हो, मेरो घर हो। अनि यो चाहिँ माथि कातर चाहिँ पारी। अनि बल्ल बल्ल आइपुग्यो अवस्था। मेरो 3-4वटा घर मात्रै छन्। यो चाहिँ यो निलो जस्ता चाहिँ मेरो माइला काकाको यस्तो छ। हेर्नुहोस् है। ल यो चाहिँ मेरो माइला काकाको घर हो। यो सर लाएर है। अनि माथिको चाहिँ कान्छा काकाको घर। अनिखेरि यो बाइक भएको छेउको चाहिँ मेरो घर, मम्मी बस्नुहुन्छ त्यहाँ चाहिँ मेरो मम्मी बस्नुहुन्छ है। बल्ल आइपुग्यो है मेरो घरमा। ल सर लाएर